हेलो एभ्रिवान वेलकम टु माई च्यानल। सो तपाईहरुलाई चाहिँ मेरो मिनी ब्लगमा स्वागत गर्दैछु र तपाईहरु जो पनि मेरो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ तपाईहरु गएर पहिला चाहिँ फलो गरिदिनुस् होला है त। र आज चाहिँ नि निर्णय के गरे भन्दाखेरि चाहिँ यो कभरलाई चाहिँ सफा गर्ने निर्णय गरे। अनि त्यहाँबाट चाहिँ जहिले पनि मलाई सफा गर्ने जाँगर चाहिँ कब चल्छ भन्नु नुहाइधुवाइ गरेर सकेको हुन्छ नि सफा भएको हुन्छ अनि चाहिँ मलाई सफा गर्ने जाँगर चल्छ हेर्नुस् है त। र पनि है होस् भनेर चाहिँ मैले सफा गर्नतर्फ लागे। यति धेरै धुलो यति धेरै मैला रहेछ यसमा हैन। आम्मामामा जालो लागिसकेको रहेछ हौ। यस्तो साह्रो मैला कहाँबाट चाहिँ पसेको होला सिसाभित्र पनि है। यस्तो मैला हुन्छ हौ सिसाभित्र म त छक्कै पर्छु। अन्त एकाएक सफा गर्दै गएँ म मेरो हस्बेन्ड मिलिकिन हैन। उसले पनि अलिअलि सकाइदिनु भयो क्या त मलाई म मात्रै हैन ऊ पनि थियो। अन्त अब नानी हेर्नु पर्यो नि त एकजनाले फेरि नानी हेरेन भने त फेरि त्यही हो है काम गर्नु पाउँदैन। अन्त नानी यहाँनिर म हेर्दै सफा गर्दै हो। अन्त उसले पनि हेर्दै सफा गर्दै गरिरहेको थियो हामी एक दुसराको। आमा कति पनि धुलो हुन्छ हौ है। वक्क लाग्छ हौ मलाई त धुलोहरू देखेर पनि। घर पनि कति सम्हाल्दा पनि नसम्लिने क्या त है। अन्त यो प्लेट्सहरू त झन् यति साह्रो च्यापच्याप भरे यति साह्रो धुलो भएको थियो नि। त्यो सबै प्लेट्सहरूलाई चाहिँ मैले एकाएक सफा गरेर अन्त चटक्क पारेर यहाँनिर चाहिँ मिलाउँदैछु हो। यति गाह्रो हुन्छ नि आमामा। एक त आज चाहिँ अलिकति शीतल थियो भनेर अन्त हतार हतार काम गर्नु थालेँ क्या त म। अन्त यो कपहरूलाई पनि ठक्क ठक 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 सफा गरेर राखेँ। अन्त उसले पनि भने म पनि सफा गर्छु गाना सुन्दै सफा गरौँ भनेर बुढाबुढी गाना सुन्दै सफा गर्नुतिर लागि होइन। एक त नानीले फेरि यहाँ डिस्टर्ब गरिरहेछ हो। अन्त यसो तिमी नानी टिभी हेर्दा गाना सुन्दा तिमी नानी चाहिँ हामी चाहिँ यहाँ सफा गर्नु पऱ्यो भनेर चाहिँ हामी चाहिँ बुढाबुढी मिलेर होइन सफा गर्नुतर्फ लागेँ। अन्त यो चाहिँ मलाई याद आयो क्या बिहा गर्दा गर्दा बिहाको याद आयो मलाई चाहिँ सफा गर्दा गर्दा क्या। यहाँनिर चाहिँ मेरो गोडा धोको उयो हुन्छ नि आमा बाबाले गोडा धोको चाहिँ खड्कुला भन्छ नि हो त्यो भेटेँ। अन्त मलाई कस्तो बिहाको याद आयो नि मेरो त गोडा धोको याद आयो है। अन्त त्यो यादलाई साइडमा राखेर हेत कामतर्फ लागौँ भनेर फेरि कामतर्फ लागेँ। धमाधम कम्ता धमाधम गर्नु परेको होइन है। अन्त फेरि यो काँसाको भाँडाहरू आम्मामा टल्काउनु पऱ्यो भने कति साह्रो पर्छ। मलाई हेर्दा चाहिँ यति राम्रो मिलाउँदा यति राम्रो देख्छ तर यो चाहिँ सफा गर्नु पऱ्यो भने चाहिँ यति धेरै ब्यान्ड बज्छ नि के नै भनौँ र है। अन्त बुढा पनि यता सफा गर्नतर्फ लागि यो दराजमाथि चाहिँ सामान नभएको दिनै हुँदैन क्या। यो दराजमाथि यति बिघ्न सामान हुन्छ नि हाम्रो चाहिँ। अन्त बुढाले चाहिँ यो राइस कुकर देऊ भनेर चाहिँ कि मैले चाहिँ नपुछिदिएछु कि मलाई यस्तो हेरेँ क्या। अन्त फेरि हतार हतार पुसेँ क्या। पुसेर चाहिँ हेर्नु न सबैतिर छरपस्ट सामान भइरहेछ। अन्त उसले चाहिँ भने ल आज चाहिँ म जाँगर चलाएको म फ्यान पनि सफा गरिहाल्छु अरे। ल ल ल छिटो गरिहाल्नु भन्नु ल फ्यान सफा गर्नुतर्फ लागि। म चाहिँ अन्त भिडियो गर्दै एउटा हातले पक्रिँदै ऊ चाहिँ सफा गर्दै थिएँ कि म लड्छु होला त्यसरी नपक्रा भन्नु पो थाल्छ होला हो। लड्दैन म एउटै हातले भए पनि म तागतिलो छु हौ भन्दै भनेर चाहिँ सफा पक्रिँदै उसले चाहिँ फ्यान सफा गर्यो। त्यसपछि चाहिँ बेडसिटहरू सबै चेन्ज गरेर कति धुलो भएको थियो नि त चेन्ज गरेँ। सिरानीको खोलहरू चाहिँ टाकाटुकुर लगाइहाल्यो मैले होइन सबै मिलाइहालेँ क्या त। अनि त्यहाँबाट चाहिँ पोछा उलाउने अरे। यो पोछा देखेपछि चाहिँ मै लाउँछु अरे हो। नयाँ पोछा देखेर कति सजिलो छ नि त पोछा लाउनुको लागि मै लाउँछु अरे। ल त भनेर दिइहालेँ मैले पनि होइन। अन्त लु हेर्नुहोस् त बल्ल यतिको चटक्क पारीमै हामीले रुम। तपाईँहरूलाई मेरो मिनी ब्लग कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोस् होला है। र फलो गर्न नभुलिनुहोस् होला। भेटौँ अर्को भिडियोमा बाई।